विदेशी शक्ति र विभिन्न शक्ति केन्द्रहरूलाई म बिम्बात्मक रूपमा भन्छु ल। दक्षिणको तातो, उत्तरको चिसो र पश्चिमको तीव्र वेगमा बहने वायुमध्ये को बढी प्रभावी छ? अहिले पश्चिम छ, बिल्कुल पश्चिम छ। अहिले पश्चिम छ हैन, अहिले पश्चिम प्रधान छ है, प्रधान पश्चिम छ। अब दक्षिण र उत्तर पाइला चाल्न खोजिराखेको छ। उत्तरले त के गर्छ थाहा छैन उसको पाइला, तर दक्षिणले चाहिँ त्यही पश्चिमको काखमा बसेर त्यो पोल्टाबाट श्रेय खोज्न खोज्दैछ। अब काखमा बस्नेहरूको पनि आफ्नो स्वतन्त्र अस्तित्व हुन्छ। हेर्नु, सास त आफैले फेर्ने हो। जसको काखमा बसे पनि फोक्सो त आफैले सास फेर्ने हो। त्यसमा आफ्नो मौलिकता त्यसको नि हुन्छ हैन, मौलिकता हुन्छ नि, काखमा बस्नेको पनि मौलिकता हुन्छ। त्यसकारणले यो भूराजनीतिमा यो चलखेल त छ। एउटा राम्रो कुरा चाहिँ के भयो भने यो 1 महिनामै हामीले थाहा पायौँ। अब यो तपाईसँग एकदमै तर्कै नमिल्ने, विषय नै नमिल्ने, सिद्धान्तै नमिल्ने, अवधारणै नमिल्ने 2 साता अगाडि गरिएको सौरभसँगको अन्तर्वार्ताको पनि एउटा निष्कर्ष के थियो भने तपाईँले पनि हेर्नुभयो होला कि हामीले बेलैमा थाहा पायौँ कि यहाँ कसले के गर्दैछ। त्यसैले त्यो नेपाली समाज त्यति कमजोर छैन कि अब हामी सचिन्छौँ। यो कुरामा त तपाईँको पनि असहमति भएन? बिल्कुल, म त सदाकाल यही कुरा भनिरहेको छु, सदाकाल यही कुरा। किन यो समाजलाई कोल्याप्स गर्ने धेरैपटक प्रयत्न भएको हो नि। यो समाजलाई कुनै राजा महाराजा वा कोही नेता फेताले जोगाएको होइन, यहाँको सभ्यताले रक्षा गरे। यहाँको सभ्यताको जो विशेषता छ त्यसले रक्षा गरे। तर सौरभजीको एउटा अन्तर्वार्ताको निष्कर्षसँग चाहिँ तपाईँको असहमति हुन्छ होला कि नेपालका विद्यमान राजनीतिक दलले नेपालको परराष्ट्र सम्बन्ध धान्न सक्दैनन्, नधानेर यो अवस्था आएको। त्यो पनि हो, त्यसमा सहमति छु नि। उनीहरूले कहाँ परराष्ट्र सम्बन्ध मात्रै हो भने, तपाईँले कस्तो कुरा गरेको हो। उनीहरूले केही पनि धान्दैनन्। त्यो व्यवस्था नै धान्न सक्ने खालको छैन के। त्यो व्यवस्थाले के गर्छ त भने समुदायलाई शक्तिशाली नै बनाउँदैन, त्यो व्यवस्थाले व्यक्तिलाई शक्तिशाली बनाउँछ। अनि एउटा व्यक्ति बिग्रिने बित्तिकै सारा कुरा बिग्रिन्छ यहाँ हैन। त्यसकारणले व्यवस्थामै त्यो ताकत थिएन नि। परराष्ट्र नीतिको मात्रै कुरा होइन। उनीहरूले कृषि नीति बनाए त ठिक, के कुरा गरे? कृषि नीति चाहिँ ठिक बनाए त। ल 40 वर्ष भयो। भूराजनीतिको कुरा आएका कारणले मैले सबभन्दा केन्द्रीय कुरा चाहिँ मैले बुझेँ। अर्थतन्त्रमा पनि उनीहरूले काम गर्न सकेनन् हैन, उत्पादनमा पनि उनीहरूले काम गर्न सकेनन्, संस्कृति पनि उनीहरूले जोगाउन सकेनन् हैन। सारा उपभोक्तावादी संस्कृति ल्याएर हालिदियो देशमा हैन। भनेपछि उनीहरूले के त्यो व्यवस्थाले के गर्न सक्थ्यो? त्यो व्यवस्थाले गर्नै सक्दैन थियो। त्यसकारणले त असफल पार्टीहरू जन्मायो नि। जनयुद्धबाट आएको पार्टीलाई असफल बनाइदियो त्यो व्यवस्थाले।